यो क्षेत्र म भर्खरै त्यो एउटा भिडियो बनाएको छु त्यो मूर्तिको त्यहीँनेरको चाहिँ अर्को ठाउँमा यहाँ स्कुल छ स्कुलमा पहिरोले यसरी यो जीर्ण रहेको एउटा स्कुल जहाँ केही पहिला यहाँबाट धेरै विद्यार्थीहरू चाहिँ उत्पादन गरेर यो स्कुलले पठाइसकेको छ यो पनि फलेवास नगरपालिका वडा नम्बर 1 मा रहेको छ यहाँनेर म यो जीर्ण भएको एउटा स्कुलको चाहिँ भग्नावशेषहरू यहाँ देखाउन चाहन्छु यो तपाईहरुले हेर्न सक्नुहुँदैछ यहाँनेर ल हेर्नुस् यो फलेवास नगरपालिका वडा नम्बर 1 कार्किनेटा भुजुल स्वारा भन्ने ठाउँकै हो यो पनि यहाँनेर तपाईले हेर्न सक्नुहुन्छ यो स्कुल हेर्नुस् यति जीर्ण भइसकेको छ पुरै पहिरोले ग्रस्त छ अब यहाँ भित्र स्कुलमा यहाँ भएका संरचनाहरू यस्तो छन् यहाँ आएर हेर्दाखेरि अलिकति बिजोग स्थितिमा छ यो स्कुल यसको पनि संरक्षण हुनुपर्ने एउटा वडावासी जनप्रतिनिधिहरूको जिम्मेवारी हो यसमा सम्पूर्णको ध्यान जाओस् भनेर म यही भिडियो मार्फत जानकारी गराउन चाहन्छु यहाँनेर यो स्कुल जहाँ यहाँनेर गुनासो छ जनप्रतिनिधिहरूको ले कुनै पनि केही काम नगरेको र भूकम्पमा नपरेका घरहरूको लागि पनि राहत वितरण गरियो तर यहाँनेर स्कुलको लागि मन्दिरको लागि यहाँनेर हामीले चाहिँ यहाँ घर भत्किँदाखेरि पनि यहाँ कसैले वास्ता गरेन भन्ने कुरा गुनासो आइरहेको छ यहाँ पहिरोले यो यस्तो ग्रस्त वडामा धेरै पटक चाहिँ जानकारी गराउँदाखेरि पनि यहाँनेर कुनै सुनवाई भएन भन्ने गुनासो आएको छ यहाँनेर यो पहिरोले भत्किएको गोठ छ यो गोठमा जनप्रतिनिधिहरूलाई धेरै गुनासो गर्दाखेरि भैँसी समेत दामलामा पर्दाखेरि पनि कुनै चाहिँ गुनासो भएन कुनै सुनवाई भएन भन्ने यहाँनेर हाम्रो यो भुजुल छोरावासी बुवाको चाहिँ गुनासो छ समरबहादुर छेत्री बुवाले त्यही भन्नुभएको छ यहाँनेर चाहिँ हामी धेरै पछाडि परिसक्यौँ यो समाजको लागि भन्ने उहाँको गुनासो छ कसले हेर्ने यो पहिरो गएको छ यहाँ न कुनै जनप्रतिनिधिहरूको चासो छ स्कुल भत्केको छ यो बारेमा अलिकति ध्यान जाओस् कार्किनेटावासी सम्पूर्ण बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा म हार्दिक अनुरोध गर्न चाहन्छु किनभने यो एकजना व्यक्ति भनेको तपाईहरुको एकजना भोटर पनि हो तपाईहरुलाई भोटको लागि मात्रै तपाईहरुले चाहिँ एउटा व्यक्तिलाई चाहिँ चुनावको बेलामा मात्रै सम्झने होइन चुनाव जितेपछि पनि चुनाव को माहौल सकिएपछि पनि उहाँहरुलाई हेर्नुपर्छ तपाईहरुको दायित्व हो तपाईहरुको चाहिँ यो वडावासी सम्पूर्ण व्यक्तिहरु तपाईका चाहिँ आफन्त हुन् तपाईका छरछिमेक तपाईका दाजुभाइ हुन् भन्ने सम्झिदिनु होला त्यति मात्रै भन्न चाहन्छु धन्यवाद यो यही क्षेत्र भुजुल छोरामै छु यहाँनेर धेरै पहिरोको जोखिममा रहेका घरहरू रहेछन् यसै क्रममा यो भूकम्प जाँदाखेरि भत्केको घर यो एउटा धनसार छ यहाँनेर चाहिँ यो पूर्ण जीर्ण रूपमा रहेको छ स्कुल जीर्ण छ यहाँ पहिरोले घरहरू पूर्णै ध्वस्त हुने अवस्थामा छन् यहाँनेर पहिरोले सम्पूर्ण गएको क्षतिपूर्ति केही पनि नपाएको यहाँनेर आमाको गुनासो छ यी सम्पूर्ण पहिरोले ध्वस्त छ जनप्रतिनिधिहरूको कसैको चासो रहेन भन्ने कुरा रहेको हुँदा थोरै मैले यहाँ भिडियो क्लिप गराइरहेको छु यहाँनेर तपाईहरु प्रत्यक्ष रूपमा यहाँनेर हेरेर यो कार्किनेटा को भुजुल स्वारा भन्ने ठाउँमा रहेको यो देखिएको छ नमस्कार गर्नु आमा हजुरको चाहिँ शुभ नाम आमा नाम राधिका छेत्री हजुर अनि त्यहाँ यो भएको के हो यसो यो बारेमा बताइदिनु न पहिलाको त ठुलो भूकम्पले यस्तो बनाएको यहाँ कसैले हेर्दिने देख्थिने कोही भएनन् कोही बोल्दिएनन् अनि यहाँका चाहिँ जनप्रतिनिधिहरू अहिले हाम्रो वडा अध्यक्ष चोलाकान्त हुनुहुन्छ अनि त्यहाँबाट नगरपालिकाको मेयर हुनुहुन्छ पहिला पदम पाण्डे पनि हुनुहुन्थ्यो उहाँहरूलाई कसैलाई केही कुरा गर्नु भएन कुरा गरेको ल्याएर देखाएको पनि हो घर पनि फुटेको थियो अझ उतापट्टिबाट अहिले छेप्तै टालिएको छ अनि के भन्नुहुन्छ उहाँहरूले त के भन्नु त्यतिकै जान्नु भएको अनि हामीलाई केही भन्नु अनि तपाईहरुले भोट हालेर जिताउने अनि तपाईहरुले चाहिँ तपाईहरुका भोटको चाहिँ खानी बाटो बनेको हो तिनीहरुको लागि के हुन्छ तपाईहरुलाई कारण त नि अब हाल्ला आटा सिधा मान्छेलाई यस्तै अर्दा रहेछ हुन्छ यो तपाईहरुको चाहिँ यो आवाज यो सम्पूर्ण फलेवास नगरपालिकाले सुनोस् घर भत्केका छन् पहिरोले चाहिँ पूर्ण घरहरु क्षति भएका छन् यसमा फलेवास नगरपालिकाको हाम्रो मेयर लगायत वडावासी हाम्रा वडा चोलाकान्त पाध्यले समेत यो भिडियो चाहिँ सुन्नुहुनेछ देख्नुहुनेछ यहाँनेर जनप्रतिनिधिहरूको चासो नरहेको गुनासो यहाँ हाम्रो गाउँ समाजका व्यक्तित्वहरूको रहेको हुँदा तपाईहरुको पूर्ण रूपमा छिटोभन्दा छिटो ध्यानाकर्षण भएर उहाँहरूलाई राहत स्वरूप के गर्नुपर्छ कसो गर्नुपर्छ यो तपाईहरुका बासिन्दा हुन् तपाईहरुका चाहिँ नि भोटरहरू हुन् भोटको लागि मात्रै तपाईहरुले आफूलाई चाहिँ खानी भाँडो नबनाई उहाँहरुको चाहिँ समस्या उहाँहरुको चाहिँ दुःख र अप्ठ्यारोमा पनि साथ दिनुपर्ने तपाईहरुको जिम्मेवारी हो तपाईहरुको कर्तव्य हो त्यही अनुसार चाहिँ उहाँहरुलाई साथ सहयोग र सपोर्ट रहोस् भन्ने म हार्दिक अनुरोध गर्न चाहन्छु धन्यवाद रिपोर्टको लागि दीपक अधिकारी कार्किनेटा पर्वत
सबै यो पहिरोले यहाँ पहिरो गएर यस्तो चाहिँ घर यो जोखिममै यो टोयलेट लगभग झरेको अवस्था छ यो पुरै पहिरोले यस्तो चाहिँ यहाँ देखिएको छ यो तपाईहरुलाई चाहिँ यहाँनेर भुजोल छुवारामै छु म यहाँको घरहरू पूर्ण रूपमा सबै घरहरू पुरै क्षतिग्रस्त छन् यहाँको बासिन्दाहरूको पूर्ण रूपमा गुनासो छ तपाईहरुले जनप्रतिनिधिहरूले केही गर्नु भएन हामीले भोट त हालियो उहाँहरूलाई चुनाव जिताउने मात्रै काम भयो भन्ने गुनासो रहेको छ पुरै भत्केर घरहरू यो अवस्थामा छन् यहाँनिर कोही भूकम्पबाट कोही पहिरोबाट ग्रस्त भएको चाहिँ क्षेत्र रहेको छ तर कसैको ध्यान भएन भन्ने गुनासो रहेको छ पूर्ण रूपमा भत्किने अवस्थामा छन् तर मान्छेहरू बसिरहेको अवस्था छ यसमा कसैको ध्यान नगएको सम्पूर्ण यहाँ स्कुलहरू मन्दिरहरू कुनै संरचनाहरू यहाँनिर चाहिँ नि पुरै ध्वस्त छ पहिरो गएको छ तर फलवास नगरपालिकामा कसैको ध्यान भएन यो भत्किएकै पूर्ण रूपमा म यहाँ प्रत्येक घरमा छु यहाँ सबैका घरहरू क्षतविष्ट छन् गोठहरू त्यस्तै छ पहिरोले ग्रस्त छन् यहाँ घरको हाम्रो यो गोठको यहाँनिर आमा हुनुहुन्छ यो बारेमा के भएको आमा यो बताइदिनु त पहिला ठिकै थियो यो पानी आउँदाखेरि ठुलो पानी आउँछ परारको पानीमा नि गाउँलेले गाविसले वास्ता हारेन अहिले पनि घर आँगन उस्तै चक्कियो छ वास्ते गर्दैनन् अब बाजे भन्छन् हजुर नै चुनावका बेला हात जोड्न आउँछन् अघि पछि यो बिचल्ली भएको कसैले देख्दैनन् सुरज मेरो केही छैन दुईटा बच्चा छन् यस्तो छ अब यो कसैले हेर्दैनन् यति सहयोग गर्नु ल यो वडाका वडा अध्यक्षलाई नगरपालिकाका मेयरलाई तपाईँको गुनासो त्यही नै छ होइन यो पहिरोले ग्रस्त भएको छ तर चाहिँ कसैले सुनेनन् कसैले देखेनन् भोट माग्न मात्रै आउँछन् भन्ने तपाईँको गुनासो होइन यो सबैको गुनासो रहेको छ कारीगाँडावासीहरूको सबै यो भोटको लागि मात्रै माग्ने यो सबै देखिएको वातावरण भइरहेको छ यसमा सबैको ध्यान जाओस् कारीगाँडावासीहरूले पूर्ण रूपमा साथ सहयोग र सपोर्ट गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु भत्किएका गोठहरू छन् तर यहाँ भैँसी गोरु गाई बाँधिएका छन् यो कहिले भत्कन्छ कहिले चाहिँ यहाँनिर झन् बढी समस्या र जटिलता आउने यो कसैलाई चासो छैन तैपनि वडावासीको चाहिँ केही ध्यान जाओस् भनेर म थोरै यो भिडियो बनाएको छु आज हाम्रो यो गोठको बुवा हुनुहुन्छ उहाँले के भन्नुहुन्छ ल भन्नुहोस् त बुवा हजुरको चन्द्रप्रसाद चपाई हो म हजुर अरू बस्तीमा अरूले पनि केही सुगमवासी यहाँ लएर खाएका पनि हुन् हजुर भूकम्प पऱ्यो भनेर ल्याएका हुन् तर मेरो केही उपाय भएन यो ओडामा कसैले चाहिँ चासो दिएनन् भन्ने हजुरको गुनासो हो बुवा मेरो गुनासो हो मैले साह्रै नै दुःख पाइरहेको कसैले यो भूकम्प गएदेखिबाट तपाईँको घर भत्किएको छ यो सबै चाहिँ यस्तो जीर्ण बनेका छन् यहाँ कसैले चासो दिएनन् कारीगाँडामा भन्ने चाहिँ हजुरले त्यही भन्नुहुन्छ होइन हजुर अनि अब के भइदियो हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई मलाई अब यो भूकम्पबाट केही उपाय भयो हुनु पऱ्यो नत्र बस्ती नै सर्नु पर्छ भने सर्नु पऱ्यो प्राण सन्देरी बाँच्न पायो हुँदो भन्नु पऱ्यो म 2 वर्षको बिरामी हुँ मैले हजुर हजुर म अहिले औषधि खाइराखेको छु महिना 35,000 को अब यो अनि कतै रात चाहिँ केही वितरण हुने केही चाहिँ नगरपालिकाबाट वडाबाट केही चाहिँ त्यस्तो छ नगरपालिकाले बरु मलाई केही हेरिदिन्छन् अब 400 रुपियाँ हेरिदिन्छन् ए हो मेयरले ए हस् बुवा यो हजुरको गोठ लगायत यो स्कुलहरू यहाँनिर यो क्षेत्रमा आउँदा एकदम जीर्ण रहेका घरहरू धेरै देखिए यहाँनिर चाहिँ केही चाहिँ रात होस् भनेर भन्ने हाम्रो पनि गुनासो छ यति भन्दै म बिदा हुन्छु है त बुवा हस् त नि हस्